जय मसी सेवारो नमस्ते। आज चाहिँ हामीले चाहिँ यो बोन मेरो सुप लिएर आएको छ। एकदमै दामी छ। हेर्नु सजिलै तातो तातो सुप छ। ल यसमा चाहिँ मोमो छ है। हेर्नु सजिलै तातो तातो छ, एकदमै राम्रो छ। अनि यहाँ हान्सले यसमा चाहिँ हाम्रो दुई खाले अचार छ, ब्ल्याक अचार र हजुरको यो अचार छ है। एकदमै राम्रो छ। स्टार्ट गरौँ है त। थ्याङ्क यू। म चाहिँ सुरुमा सुप टेस्ट गर्छु। काटी हालिसकेको अब यो हातैबाट हात एकदम सफा हो। हात धोएर हात धुइवरी, किनभने हातैले खानु चाहिँ मजा आउँछ गाइस। ल म त काट्दैछु क्या। एउटा मलाई नि प्लेट दिनु त। आज यसलाई बिचमा राखेको गाइस। यो कहाँ लगेको फेरि? यहाँ दुईटा प्लेट पो छ त। छैन सिलातीको प्लेट पनि यही छ गाइस। आज चाहिँ यसलाई बिचमा राखेको झन् गाह्रो पो पर्यो। उसको कुइनाले घरि यता लाग्छ घरि उता लाग्छ। आज त झन् गाह्रो पो पर्यो गाइस। गाइस म चाहिँ के गर्नु पर्यो गाइस? सुप यति टेस्टी भएको छ। मोमोको भाँडा उठाल्यो, पाक्यो मोमो। यो जोइ साह्रै डिस्टर्ब गर्न आउँछ बिचमा। अनेकको भ्युज पाउँछ त डिस्टर्ब गर्ने मान्छेलाई। दुई चारवटा हाल्नु न हो यार। है यहाँ है कतावटा हाल्नु न म त उता हाल्नु जानु। त्यहाँ हुनु पर्यो नि। कस्तो मिठो छ सुप। मलाई मिठो लाग्यो। यस्तो मजा। ल तपाईँले सुप देखाउनु न। म चाहिँ म त्यस्तो मोमो गर्छु ल। अचार धेरै मिठो छ गाइस। आज बाबा यम्मी फमेल भयो। ल्याएको छ नि सुप त तमै हो त। आज झन् यस्तो गाह्रो भयो क्या। गाजर पनि हालेर यसले यसको कुइनाले कतिखेर गाइस मलाई लाग्छ यो थर्ड बाइट हो। मिठो छ है मोमो। सुप अल्सो भेरी डेलिसियस। यस्तो उयो भएको जुसी भएको है। हेर्नु सक्नुहुन्छ ब्ल्याक अचार है। यो चाहिँ होममेड हो, एकदम दामी छ। यो चाहिँ मन्दिरले बनाएको हो। मलाई अचार पनि दामी भयो। गाइस बोन मेरो भएको मेरो ला लैजानु अहिले। के अरे ठाउँ सार्दैछ नि त। धम्सीखेलमा मेरो मोमो पसल छ। त्यहाँ पनि यही अचार जान्छ। यो रेड कलरको अचार सिला पास गर्दा तपाईँहरू त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। क्लिकको मोमो यही अचार जान्छ। यो चाहिँ मेड बाई मन्जु। थ्याङ्क यू गाइज। तालिन बजाउँ। कहाँनिर छ भन्नु न। धम्सीखेल ब्लड ब्याङ्क नजिकै टास्सेकै क्लिकको मोमो एकदम राम्रो मोमो। एकदम राम्रो छ। त्यहाँनिर सस्तो पनि छ, राम्रो पनि छ। तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। अनि त्यहाँ पनि यो यही किसिमको अचार जान्छ। हेर्नुहोस् त गाइज। यो चाहिँ मैले नै बनाएर पठाइदिन्छु। त्यहाँ दुई खालको के घुघु घुघु गर्छ हौ। यस्तो यस्तो भयो मेरो हात खोर्सानीले क्या। अनि यो चाहिँ एकदम प्योर खोर्सानीको। तपाईँहरू त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। यो मेरो फोर्थ बाइट। यो चाहिँ हाम्रो 60 छ क्या, त्यही भएर मेरो चाहिँ यहाँ पसेछ। निकाल्नु त अहिले निकाल्छु। मन्जुदीको मोमो सक्यो। मोमो हालिदिनु त। गाइज यो त धेरै खान्छ कि खुट्टा पसारेर बसिरहेछ गाइज। आज तात्ता त गाइज यहाँ त बाफ उडेको देख्नुभयो। अझै म ल्याउँछु। उता पाक्दैछ। बाफ उडिरहेछ। बाफ उडिरहेछ। मन्दिरले चियर्स गरौँ ल। एकछिन अचार। चियर्स माई गर्ल्स। यो फिट बाइट हो। म नि हाल्छु है। बिल्कुल लिनु त दिदी। एक भाडा लिएको त अनि एकैछिनमा सक्यो त गाइजी। यसको भरि आज गाइस 3 भाँडा खान्छु भनेको छ। यो हेर्दा मात्रै सानसानो कस्तो गहिरो छ हौ सधैँ। चारवटा खाए पनि पुग्छ। लौ न आज गाइस बीचमा राखेको झन् गाह्रो न गाह्रो भयो। यसले त उसको कुइनाले यस्तो हान्छ घरि के हान्छ। हैन हैन
यस्तो भोग लाग्थ्यो मलाई होइन चाख्न पनि नदिएको यो दिदीले गाइस मलाई चाहिँ यो आई लभ माई अचार अलिक धेरै नै लिएछु वास्तै पिरो छ धेरै पिरो छ यो चाहिँ प्योर खोर्सानी मात्रैको हो गाइस त्यही भएर गाजर यो अचार चाहिँ मैले बनाएको यस्तो दाम भएको छ गाजर अरे ल म भन्छु अब हड्डी कस्तो दामी भएको सुप हड्डी टोक्न मन बोक्छु अब म तातो तातो लिएर आउँछु अलि हड्डी टोक्दा चाहिँ गाइस म अलिकति पर सर्नुपर्ने हुन्छ यसको कुइनाले टिस्यु लिएर पिरो गाडीले खुट्टा पसारेर बसिरहेको छ क्या अहिले धेरै खानुलाई यो त यो सुप त हेल्दी पनि हुन्छ होला है जाडोमा सुपमा न्यू रेसिपी गाइज गाजर पनि कस्तो जिब्रो पड्काएको है केटाहरूले केटीहरूले जिस्काएको जस्तै होइन क्या त्यो भनेको मिठो भएर चाहिँ पड्काएको क्या बुझ्नु भएन अरे पहिला केटाहरूले केटीहरूलाई जिस्काउँदा जिब्रो पड्काउँथ्यो नि मलाई जिस्काएको मेरो हाल्दै म लिएर आउँछु गाइज हेर्नु त यसको सुप बाफ्रे बोन म्यारो खाएर खान्छ एकछिन ए धनियाँ धेरै हाल्यो क्या किन टेस्ट आएन चाहिँ यो ब्ल्याक अचार हालेको छुइनँ नि त कागती ब्ल्याक भन्दैन हो यसलाई चिल्ली फ्लेक्स भन्नु चिल्ली फ्लेक्स यस्तो यस्तो हाल्दैछ मलाई हड्डी चाहिँ त्यस्तै छ सबै आज नि पिरो छ गाइस एकदम पिरो तिमीले मोमो थपेको छैन मैले त दुईचोटि थपिसकेँ त मैले दुईचोटि भयो ए मोमो लिएर आऊँ तातो दाँत बनाएको गए जान्छ कचो अलि अगाडि लिएर खानु जान्छ अब यो हड्डी त कहाँ छोड्नु होइन छोड्नु हुँदैन है याजी यो देख्नुहुन्छ हजुरले बनमेरो खाइ ल खानुहोस् न त्यो उयो बोनमेरो लुतुक्क खा त सर्केर एकछिन म मोमो लिएर आउँछु अलि ल हाम्रो यो सेकेन्ड लट है धेरै बस्छ त यो गहिरो छ ठुलो छ नि फेरि ल हालिदिइहाल्नुहोस् तपाईँ म चाहिँ नयाँ तरिकाले खानु पर्यो गाइस यो सुपमा भिजाएर खानु पर्यो कस्तो देखिँदो रहेछ मिठो नयाँ हुन्छ। स्टाइलले सबै तरिकाले खाउँ न ल सुपमा भिजाएर खाने क्या यहाँ हेर्नुहोस् त गाइस लाउ पोखिन्छ कि क्या बनमेरो खान्छ है बोनबाट खा त आम्मै कस्तो डर लाग्दो खाएको हो गाइस मैले चाहिँ सुपमा भिजाएर खाएको है हेरौँ त कसरी खाएको हेरौँ यहाँ मन्जुलाई ड्याङ ड्याङ लाग्दैछ सरी है तातो भयो यहाँ टिस्यु राखेको कसले लग्यो फेरि त्यो दुईवटा छैन र उता एउटा युज गर्न गाइस यसले बोनमेरो खाएको हेर्नुहोस् त बोनमेरो खाएको हेर्नुहोस् त गाइस यो यो खाएको चाहिँ हेरौँ न वाउ
दामी कस्तो दामी रहेछ अझै हेर्छ पो आउँदैछ अझ छ बोथ साइडमा होल हुन्छ होइन मिठो यो झोलमा हाल्दा चाहिँ मिठो हुँदैछ बोनमा नभए त मिठो हुँदैन रहेछ झोलमा मात्रै मिठो हुँदैछ बोनमा यस्तो चाहिँ मिठो यस्तोमा चाहिँ बोन ल्याएर मिठो हुँदो रहेछ क्या कस्तो सँगै फुक्राले त सँग पुगा एकचोटि म फेरि सुप लिएर आएको खै तातो सुप थपौँ त सुप छैन रहेछ ए हो र मैले पानी नो छ यहाँ अलरेडी कि यहाँ अझै छ यार यतापट्टि अझै नि यार यहाँ न अझ छ यहाँ गाईलाई उता देखाइदियो हेर्नु अझै छ क्या भित्र फ्यामिलीलाई यसलाई कसरी निकाल्नु मैले चाहिँ सुप अझ दुर्पिन पो हेर्छ त गाइजले दुर्पिन हेर्दै खाँदैछ गाइज मेरो चाहिँ हड्डी हो है उसको बोन मेरो मेरा पनि छ तातो भिडियोलाई लाइक सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला हजुर गाइज डक्टरले हड्डीहरू नटोक्नु भनेको थियो अब के गर्नु टोक्नै पर्यो आइज न यार कस्तो नआएको हेर्नु न यहाँ चम्ची ल्याउनु पर्ने रहेछ अरू अरू ठट्टा गर्न मोमो सेलाइसक्यो नभए इतना ही बस सुपमा हालेर मोमो खाँदा झन् मिठो हुन्छ। सुपमा हालेर खानु त झन् मिठो हुन्छ मेरो पो झन् अगाडि आउने हो क्या अनुहार आफ्नै अनुहारले त्यही खा सरी वाउ आज त थुक्पा पनि थुक्पा अरे मोमो पनि दामी सुप पनि दामी भएछ त्यो पकाउँदा पनि यस्तो सुप मिठो हुँदो रहेछ है एकचोटि तपाईँहरूमा क्या त उता फार्ममा रागा काट्दाखेरि यस्तै हड्डी उस गर्ने खाल्थ्यो नि दामी थिएन त्यही त भने कौडी पनि हालेको थियो अझ यसमा कौडी दामी हुन्थ्यो है अघि मैले भनिनँ खान सकिँदैन किनकि त्यो पनि बाक्लो हुन्छ नि त ए, त्यस्तो बाक्लो हुँदैन दुईजना अलिक दायाँ बायाँ अलिक अगाडि आउनु क्यामेरामा गाइज यसले क्यामेरामा आउनु भन्छ कि यसको कुइनाले नि यस्तो उफारेर गर्छ कसरी क्यामेरामा गाइज यसले आज क्यामेरामा राम्रो आउनुलाई यस्तो राम्रो ब्लस लगाएको कि गाइज यसले मलाई सिकाएको ब्लस धेरै लाएर आउनुपर्छ भनेर तर म चाहिँ नेचुरल ब्युटी हो क्या गाइज राजको कुरा भनौँ क्या होइन म चाहिँ नेचुरल ब्युटी हो यसले चाहिँ लगाएको हो राज भनौँ साँच्चै नै आज ब्लस दिएर लागेको रहेछ त्यहाँ यसले चाहिँ ब्लस सुब्रा नि तपाईँ मेरो झन् नलागिकन यस्तो नेचुरल त्यसलाई के भन्छ टचअप टचअप गर्नलाई फेरि क्रिमहरू ल्याउनु भएको थियो नि मैले गरेर आउनु भएको छ फेरि गाइस टचअप गरेको अनुहार यस्तो हुन्छ म त अगाए गाइस हड्डी त यस्तो उछिटेर यता पो लाग्दो रहेछ त अनि यस्तो भोक लाग्थ्यो अनि
सँगसँगै दाँत आयो भने चाहिँ फेरि गाइस हामी चाहिँ शनिबार मात्रै गर्नु भिडियो बनाउनु पाउँछ होइन किनभने हाम्रो सब हाम्रो फ्यान्सी पसल छ होइन नकिपोटमा तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ फेथ कलेक्सन भनेर टिकटकमा फेसबुकमा इन्स्टामा होइन हामीलाई फलो गर्न सक्नुहुन्छ जसले गर्दा हामी स्याटरडे मात्रै भ्याउँछौँ होइन स्याटरडे पनि अहिले कति बजिसक्यो चर्च जान्छौँ आफ्टर चर्च स्याटरडे अहिले कति 8:15 बाँकी छ होइन स्याटरडे हामी बिहान चर्च जान्छौँ अनि चर्चबाट आएपछि अनि पकाउँछौँ अनि पकाएपछि हामी बल्ल बनाउँछौँ अनि फ्राइडेसम्म चाहिँ हामी पसलमै बिजी हुन्छौँ गाइज लिपस्टिक पनि सबै पुछिसक्यो गाइज अनि एकदम मिठो न मिठो छ अनि तपाईँहरूको माया साथ सपोर्टको खाँचो छ हामीलाई गाइज हामीले पसल खोलेको 2 महिना अलमोस्ट 2 महिना पुग्न आँट्यो तर हामीले सोचेको भन्दा धेरै नै राम्रो छ पसल होइन त्यहाँको बिक्री होइन एउटा प्रभुको आशिष पनि हो अनि धेरै नै राम्रो छ हामीले सोचेका पनि थियौँ कि त्यस्तो हुन्छ भनेर तर हाम्रो व्यापार राम्रो छ उहाँले हेर्नुहोस् गाइज अनि उहाँले देख्न सक्नुहुन्छ हाम्रो स्टाफ उनी हो होइन अनि उसको एकदम मिठो बोलीले मग्न भएर सबैजना आइदिनुहुन्छ हो हजुर हो आउनुहोस् आउनुहोस् हजुर यहाँ देख्न सक्नुहुन्छ अनि अब त्यस्तै पर्यो भने हामी अर्को पनि पसल खोल्ने तयारीमा छौँ जेन्ट्सको आइटम होइन किनभने त्यहाँनिर हामीलाई धेरै नै डिमान्ड गरिएको छ जसको कारणले गर्दा अहिले चाहिँ हाम्रो बच्चा र लेडिजको छ होइन बच्चा र लेडिजको सँगसँगै हामीले ब्याग्सहरू पनि राखेका छौँ अब हामीलाई त्यहाँनिर धेरै नै जेन्ट्सको माग भएकोले गर्दाखेरि अब चाँडै नै जेन्ट्सको पनि कपडाहरू राख्ने आइटमहरू राख्ने सोचमा छौँ अब भन् त्यो दामी भयो त्यही हो तर यो खुट्टा चाहिँ साह्रै मिठो भएको छ गाइज हामीले हाम्रो पसलको बारेमा कहिले पनि भनेका थियौँ तर यसपालि चाहिँ हामीले यही भिडियो मार्फत भनिरहेका छौँ हाम्रो चाहिँ नकिपोट होइन फेथ कलेक्सन होइन छ त्यहाँनिर तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ टिकटकमा नि फेथ कलेक्सनै छ होइन इन्स्टामा छ तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ हाम्रो स्टाफ बहिनी उहाँ नै हो होइन अनि पसलमा ऊ नै हुन्छ प्रायः जसो होइन अनि त्यही भएर अब हामी चाँडै नै जेन्ट्सको आइटम होइन जेन्ट्सको पनि हामी नयाँ पसल खोल्दैछौँ हामी हेरौँ कहिले हुन्छ तपाईँहरूलाई हामीले यसको बारेमा हामी अपडेट दिनेछौँ सरी यस्तो मिठो यो रस आइरहेछ ओ माई गड मोमो पनि सिद्धियो गाइस सुप पनि सिद्धियो सबै सिद्धियो मेरो चाहिँ अलिकति छ म अहिले बादमा खान्छु हड्डी मात्रै अलिकति छ गाइस होइन हामीले आज सबै सिद्धियौँ उसले चाहिँ राखेको छ एकछिनमा अफ क्यामेरा गर्छु भनेको छ पुरै उसले चाहिँ अझै पनि खाने अरे एकदम मिठो भयो हाम्रो मेहनत हो हाम्रो हातको हुन्छ यति जेलसम्म हेरिदिनु होला धेरै धेरै धन्यवाद अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन परेमा कमेन्ट पनि गरिदिनु होला फेरि हामी अरू अरू भिडियो लिएर आउँदैछौँ तपाईँहरूको सामुने भन्दै तेचिन जेलसम्म यो भिडियो पाउनु राख्दैछु तेतिन्जेलसम्म तेतिन्जेलसम्मको लागि बाई 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 ल